चाहिँ मर्निङको भ्यू हो हाम्रो गाउँको। आज बिहानै म चाहिँ वकमा आएको थिएँ होइन आएको छु। सो यस्तो देखिन्छ। यो रोड चाहिँ एकदम यहाँनिर चाहिँ घरहरू बनाएको छैन नि त, अनि सुरुमा यहाँ बाटो निकालिदिएको छ, अनि त्यो भएकोले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ खाली खाली देखिँदैछ। अनि यहाँनिर चाहिँ बिहानै आएर वक गर्नु जस्तो राम्रो हुन्छ क्या, किनभने एकदम स्ट्रेट अलमोस्ट 1 किलोमिटर होला त्यहाँ पर मन्दिरदेखि यहाँसम्म। सो कस्तो मजा, बिहानै 5 o'clock या फिर 4:30 तिर आयो भने झन् कस्तो राम्रो देखिन्छ क्या। अहिले फटाफटी घर बनिँदैछ, सबजनाले विदेश जाँदै पैसा पठाउँदै घर बनाउँदै। अरूले घर बनाएको देख्दा आफ्नो पनि घर कहिले हुने जस्तो लाग्छ। मेरो घर बनिनु त जुनी नै लाग्छ होला।